सधैँ पर्दा पछाडि बसेर तपाई हाम्रा लागि तस्बिर र भिडियोमा सत्य कैद गर्ने एक पत्रकारको आजको दिन अन्तिम बन्यो। लोकतन्त्रको मूल्य जोगाउन आम नागरिकलाई सत्य देखाउन खटिएका उनी आज आफै एक अमानवीय घटनाको शिकार भए। आजको अराजक आन्दोलनमा एक पत्रकारले आफ्नो प्राण गुमाए। राजावादी समूहद्वारा गरिएको आगजनीमा परेर जल्दै ध्वस्त हुँदै उनी रिपोर्टिङ गर्न गएका थिए, खबर सङ्कलनका लागि, तर खबरकै पात्र बन्न पुगे। एबी न्यूज टेलिभिजनका यी समर्पित पत्रकारले कहिल्यै सोचेका थिएनन् कि क्यामेरा समाउँदै कलम चलाउँदै बित्ने जिन्दगी अचानक आगोको लप्कामा बिलाउनेछ। आज हामी न केवल एउटा पत्रकार गुमायौं, तर अभिव्यक्तिको स्वतन्त्रतामाथि समेत गहिरो चोट परेको छ। सत्यको खोजी गर्ने एक साहसी आवाज अब कहिल्यै नबोल्ने गरी मौन भएको छ। यो केवल एउटा पत्रकारको मृत्यु होइन, यो त स्वतन्त्र पत्रकारितामाथिको प्रहार हो। एबी न्यूज टिभीले आफ्नो समाचारमा राजावादीको प्रदर्शनको खबर सङ्कलनका लागि पुगेका पत्रकारको आगजनी गरिएको घरमा जलेर मृत्यु भएको समाचार प्रसारण गरेको छ। प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार घरको चौथो तलामा एउटा शव फेला परेको छ। उनले एबी न्यूज टिभीमा कार्यरत पत्रकार भएको हुन सक्ने अनुमान भए पनि पुष्टि नभएको बताए। एबी न्यूजका पत्रकार शिव दाहालले दिएको जानकारी अनुसार घरको छतमा बसेर आन्दोलन कैद गरेका पत्रकार सुरेश रजक आगजनीपछि सम्पर्कमा थिएनन्। रजकका भान्जा राजेशले दिएको जानकारी अनुसार मामा सुरेश रजकको राजावादीले आगो लगाएको घरमा जलेर मृत्यु भएको छ, तर शव नचिनिने अवस्थामा रहेको हुँदा प्रहरीले हस्तान्तरण नगरेको उनको भनाइ छ। यसअघि प्रहरीको गोली लागेर किर्तिपुरका 29 वर्षीय सबिन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ। आजको राजावादीको आन्दोलनमा प्रहरी र प्रदर्शनकारी सहित 30 जना घाइते भएका छन् भने प्रदर्शनकारी अराजक समूहले विभिन्न स्थानमा आगजनी र तोडफोड गरेका छन्। स्थिति अनियन्त्रित भएपछि प्रशासनले 3 कुनै क्षेत्रमा राति 10 बजेसम्म कर्फ्यू आदेश जारी गरे पनि जडीबुटी प्रशोधन केन्द्रमा आगजनी भएको छ। त्यहाँ रहेका 8 वटा गाडीमा समेत आगजनी गरिएको छ।